ये हटाना पड़ेगा कल उसका था, ये इसको फोड़ के फेंक दो कल। किसी मुखल पर मारेगा। जल्दी खत्म हो जाएगा, जल्दी जल्दी भागो। ल हेर्नुहोस्, मेरो साइडतिर यस्तो पनि आउँछ कामराङ ठाउँतिर। यो यहाँको उट राष्ट्रिय जनावर साउदी अरबको। ल ल ल ल तल 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 हिँड तल हिँड तल। ल ल ल आइज ल ल। यस्तो हुन्छ उट, साउदी अरबको उट। अनि मेरो काम यस्तो भयो त। अब ठ्याक्कै खाना खाने बेला भयो। अब खाना खान जान लागेको अवस्था। के देखाउनु र यो पहाड ढुङ्गै ढुङ्गा भएको ठाउँमा। सिटीतिर भएको राम्रो सिटी देखाउनु हुन्थ्यो, के गर्नु, काम यस्तै परेको छ। ल म अब खाना खान जाँदैछु। हेर्दै गर्नुहोस्, ब्लगमा हेरेर साथ दिनुहोस्। लाइक सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस्। म पल पलको जानकारी हजुरलाई दिनेछु यो मेरो भ्लगबाट। भर्खर स्टार्ट गरेको मैले यो भ्लग। अब स्टार्टिङ पोइन्टमा छु म अहिले। हजुरलाई साथ सपोर्ट भयो भने पक्कै नै अगाडि बढ्न सफल हुनेछु म। यो हुन्डाई कम्पनी गाडी बिग्रेको अवस्था छ यहाँ। 10-15 दिन भयो आज यहाँ बिग्रेको। अनि त्यहाँ खाना खान जानुपर्ने, हिँडेर निकै घुम्नुपर्छ। सब गइसक्यो, म मात्र बाँकी। ल हेर्नुहोस्, साउदी साउदी अरबको गाई है यो। गाईहरू पनि हुन्छ यहाँ। गाईको बथान जाँदैछ। खाडी मुलुक न हो, खाडी। दिनभरिको ठकठक यतिकै हो मेरो। फाइनली गाइजहरू मेरो छुट्टी भइसकेको छ। 5:20 भयो यहाँ यताको। अब म घर जाँदैछु, रुम जाँदैछु। घर त होइन, घर त नेपाल हो, अहिले त साउदीमा छु होइन। अब म जाँदैछु रुमतिर। देख्न सक्नुहुन्छ मेरो गाडी गुडेको छ, गुडिरह। एकछिनपछि बसमा बसेर टक्क लगाएर रुममा जाने हो। सुत्ने गएर फेरि खाना खान आउनुपर्छ बेलुकामा। फेरि यही ठाउँमा खाना खान आउनुपर्छ। गाह्रो भएको अवस्था। यता क्याम्प बने छैन अहिले। क्याम्प बन्यो भने चाहिँ अलिक सजिलो हुन्छ कि भन्ने लागिरहेको मलाई। खाना पनि त्यस्तै छ, दाल भात मात्रै खुवाउँछ, चिकन खुवाउँछ, कुहिएको चिकन खुवाउँछ। कहिले फ्रिजमा बसेको त्यो राखेको। गाह्रो छ साउदीमा। ल साथीहरू हेर्दै गर्नुहोस् मेरो ब्लग भिडियो। यस्तै जानकारीमूलक पनि आउँछ कुनै बेलामा। सधैँ त नआउला, ब्लग मात्र आउला। यसो आफूले जानेको बुझेको कुराहरू चाहिँ भन्ने छु म बिस्तारै। मैले अब भर्खर युट्युबतिर आएको छु होइन। हजुरले साथ सपोर्ट दिनुभयो भने अगाडि बढ्न हेल्प हुनेछ मलाई। लाइक सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस्। जहाँ म घुम्छु जे गर्छु म हजुरलाई देखाउनेछु अवश्य पनि। साउदीको पहाड यस्तो छ साउदीको। यो साइड एरिया चाहिँ अलि पहाडै हुन्छ भन्छ यो एरियालाई। आबा त भन्दैन, आबा अलिक टाढा हो यहाँबाट, 20-30 किलोमिटर। आबा एरियामा आउँछ यो, किनकि
त्यो परे चिसो भयो भने हिउँ पनि पर्छ यहाँ। हिउँ त परेन, अस्ति असिना चाहिँ झरेको थिएँ, एक दुईचोटि असिना झऱ्यो, त्यति धेरै बाक्लो झरेन। हल्का हल्का चिसो भयो भने पानी पर्छ। त्यो पानी चाहिँ 3 दिन 4 दिनमा पानी परेको गर्दो रहेछ यो ठाउँतिर। यो चिसो मौसम छ, ठिकै छ बस्नलाई, ठिकै लाग्यो। काठमाडौँ बसेर काम गरेको जस्तै लागिरहेको अहिलेसम्म। अब कति दिनसम्म हो यहाँ ठेगानी हुँदैन, फेरि धुम्मको कमाइ गर्छ कम्पनीले। यस्तै हो साउदीमा। सानो गाउँ साउदीको यस्तो हुन्छ यताको घर, साउदीको घर होइन, कसै राम्रो देखेको छैन। साउदीको घर जस्तो यहाँनिर पानी ट्याङ्की छ होइन, सायदै गाउँतिर जाने पानीको ट्याङ्की बनाएको होला। खै अब हामीलाई त यो पानी पिउँदैन के अरे, पिउन पाइँदैन। अब अरू ठाउँतिर चाहिँ लगेर जान्छ होला यहाँबाट। यता अब रात परिसकेको अवस्था छ। यी अरबी लुगा यस्तो हुन्छ। यो बसमा जाने अब खाना खान काम गर्ने ठाउँमै पुगेर आउनुपर्छ। भित्ताको छेउमा यताको बिल्डिङहरू यस्तो हुन्छ है, 2 तल्लाको। यो बन्द हुन्छ रे यो होइन, त्यो ब्याङ्कै ब्याङ्क तारिख बन्द हुन्छ। चालु हुँदा के बन्द हुन्छ, मोबाइल ब्याङ्किङ चल्दैन त्यसपछि, चल्दैन त्यो पछि चल्छ, त्यो पछि चल्छ के, त्यसपछि चल्छ। अहिले बन्द छ, अहिले बन्द छ। म चेक गर्दाखेरि अहिले बन्द छ। आया 3-4 आदमी है। पागल आपने आए, कौन पागल? 3-4 पागल है। अरे क्या यार, आदमी को डॉक्टर के मां क्या सामने जाता है। वो तो किसी का सीरियल नहीं मानते। डॉक्टर के सामने सबका कहला। और जाके शाह का जो किडनी है ना, उधर जाके बहुत हिट करते हैं। शाह का तारीख 25 तारीखसम्म छ। 25 तारीखसम्म छ।